ल यहाँ मेरो घरमा पाहुना आउनु भएको छ है विराटनगरदेखि यहाँ कौशी हेर्नलाई मेरो छोरी यहाँ त है यहाँ छोरीको चाहिँ आमा जुन दिदीहरू हुनुहुन्छ है आफ्नै मान्छे हो हुनु चाहिँ अब पाहुना भनिहालेँ है ल ठिक छ के छ अब तपाईँहरूको त बारी होला विराटनगरमा है अब मेरो त यस्तै छ कस्तो लाग्यो ल हेर्नुहोस् त मेरो मेरो कौशी बारी भन्दा पनि बारीमा त पानीले डुबाइहाल्छ बर्खा महिनामा यही ठिक लाग्यो खान पाइरहने टिपेर खान पाइने यसमा चाहिँ राम्रो फल्ने पनि हामी पनि यस्तै गर्न सोचले आएको है हेर्नको लागि चाहिँ ल ल ल ल यस्तै टिकटकमा देखेरै हामी चाहिँ आएको है पसेको के देख्नुभयो त यहाँ फलेको तपाईँहरूले भन्नुहोस् त बेसी जनी पनि बेमौसमी पनि देख्यौँ मौसमी पनि देख्यौँ अब जे फलेको छ टिपेर खानको लागि केही पनि यहाँ अपुरो चाहिँ लागेन सब्जी लिन बजार जानुपर्ने भएन अर्ग्यानिक आफ्नै छतमाथि चाहिँ कौशी खेती गरेर यस्तो यस्तो उत्पादन हामीले देख्यौँ हामीलाई रमाइलो लाग्यो हामी पनि यस्तै गर्ने सोचमा धेरै कुरा हुँदो रहेछ मेहनत गर्दाखेरि ल उहाँले एक डालो बोक्नु भएको छ के बोक्नु भएको तपाईँले अर्ग्यानिक साग बोकेको सानो ठाउँमा पनि मेहनत गर्दा चाहिँ धेरै ठुलो कुरा हुँदो रहेछ भन्ने चाहिँ यहाँ एकदम ज्ञान पायौँ हामीले अब हामी पनि यस्तै गर्छौँ ओके थ्याङ्क यू ल पकाएर खानुपर्छ है त्यो साग चाहिँ अब पकाएर खानुपर्छ मिठो पारेर है ल खानातिर पकाउनुतिर लागौँ है यहाँ अब हेर्नु त यहाँ मेरो घिरौला पनि फल्दैछ है ल हेर्नुहोस् स्याउ पनि देखाउँ यहाँ स्याउ पनि फलिरहेको छ यी मुस्ताङमा फल्ने स्याउ यहीँ काठमाडौँमै फलिरहेछ ए यता हेर्नुहोस् त यो छोटो बोडी हो है यो चाहिँ थाङ्रा दिनु नपर्ने है यता बैगुनहरू कतिको ठुलो ठुलो फलिरहेछ झिप्पे बैगुन खाने तयारी खान पाइने भइयो बिसादिनी खान नपर्ने राम्रो पनि स्वास्थ्यको लागि र आफूले काम पनि गर्न पाइरहने स्वास्थ्यको लागि दुईटै तरिकाबाट राम्रो फाइदा देख्छौँ हामीले चाहिँ यसको चाहिँ ल थ्याङ्क यू मलाई मात्रै उ गर्ने होइन चट्ट बनाउने पकाउने खाने रोप्ने है हामी देखाउँछौँ पनि बनाएर ल यस्तै छ है साथीहरू ल यहाँ खुसी भएर जाँदै हुन्छ विराटनगरमा पनि कौशी खेती गर्ने हुन्छ अरे उहाँहरू ल त थ्याङ्क यू सो मच भिजिट गरिदिनु भएकोमा मेरो कौशी है बाई बाई